नमस्कार साथीहरू, तपाईहरुलाई मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ है। फेरि पनि नयाँ भिडियोको साथ उपस्थित भएको छु। आज म नयाँ रेसिपी तपाईहरुमा शेयर गर्न जाँदैछु। त्यो हो आज कालो चना र सिमला मिर्चको सब्जी है। त्यो तरकारी बनाउन जाँदैछु। त्यसको लागि मैले चुलामा कराई बसालेर पनि 1-2 चम्च तेल हाल्नुपर्ने हुन्छ साथीहरू। तेल गरम भइसकेको छ। अब म लगभग 1 सानो चम्चको 1 चम्च जिरा हालेको जिरालाई राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ साथीहरू। तपाईहरुले पनि यसरी नै फ्राई गर्नु होला। त्यसपछि अब जिरा फ्राई भइसकेको छ। त्यसमा एउटा मिडियम साइजको प्याज मैले काटेर राखेको थिएँ एउटा बलमा। त्यो पनि म राम्रोसँग यसलाई एड गर्नुपर्ने हुन्छ। यसलाई एड गरिसकेपछि यसलाई पनि सुनौलो कलर आउन्जरी तपाईहरुले यसलाई फ्राई गर्नुपर्ने हुन्छ है साथीहरू। राम्रोसँग फ्राई गरिसकेपछि यो सुनौलो कलर लगभग कलर चेन्ज भइसकेको छ। त्यसमा फेरि 2 हरियो खुर्सानीको मैले काटेर राखेको थिएँ। यसलाई पनि एड गरेर यसलाई पनि राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ। साथसाथै देख्न सक्नुहुन्छ प्याजमा कलर चेन्ज भइसकेको छ। अब यसलाई पनि अझ 1-2 मिनेट जति एकदम राम्रोसँग यसको फ्राई गर्न दिनुपर्ने हुन्छ। त्यसमा अब 1 कप कालो चना मैले लिएको छु। यसलाई पनि एड गर्नुपर्ने हुन्छ साथीहरू। मैले यो बिहानैदेखि भिजाएर राखेको थिएँ। त्यसैले यो लगभग 1 कप ठुलै 1 कप छ। त्यसको लागि लगभग 6-7 घण्टा मैले भिजाएर राखेको थिएँ बिहानैदेखि। तपाईले पनि एकदम राम्रोसँग भिजाउनु पर्ने हुन्छ साथीहरू। एकदम हेल्दी टेस्टी आजको सब्जी बन्न जाँदैछ। स्वादिलो है, टेस्टी एकदम होटल स्टाइल रेस्टुरेन्ट स्टाइल तपाईले जे भन्दा पनि हुन्छ। तर यो बनाउने तरिका तपाई आफ्नो हुन्छ। सेफको आफ्नो अनुसार हुन्छ है। त्यस सँगसँगै यसमा मैले हल्का यसलाई पनि एकदम कालो चनालाई राम्रोसँग भुट्नु पर्ने हुन्छ सर। राम्रोसँग भुटेपछि यसको टेस्ट अलग्गै हुन्छ। त्यसमा हल्का मैले आधा चम्च जति बेसार एड गर्नुपर्ने हुन्छ साथीहरू। मैले एड गरेको छु। तपाईहरुले पनि यसै गरेर एड गर्नु होला। एड गरेर यसलाई राम्रोसँग मिक्स गर्नु होला। मिक्स गरिसकेपछि देख्न सक्नुहुन्छ एकदम राम्रो कलर आउँछ। यो कलरै अलग्गै आउँछ के यो बेसार हालिसकेपछि हेर्नुस् एकदम राम्रो एकदम सुनौलो कलर आइसकेको छ। अब यसमा फेरि एउटा ठुलै टमाटर काटेको थिएँ। टमाटर काटेर राखेको थिएँ। यसलाई पनि एड गर्नुपर्ने हुन्छ साथीहरू। यसलाई राम्रोसँग 2-3 मिनेट जति राम्रोसँग पकाउनु पर्ने हुन्छ। एकदम यो टमाटर गल्नको लागि तपाईले 1 चम्च 1.5 चम्च स्वाद अनुसार तपाईहरुले नुन पनि हाल्नुपर्ने हुन्छ साथीहरू। नुन हालिसकेपछि नुनले यसलाई टमाटरलाई राम्रोसँग गलाउने मद्दत गर्छ के। त्यसैले यसरी नै पकाउनु पर्ने हुन्छ साथीहरू। लगभग 3-4 मिनेट यसलाई पकाएपछि त्यसपछि टमाटर राम्रोसँग गलिसकेको हुन्छ। राम्रोसँग गलिसकेपछि त्यसमा हल्का अब तपाईहरुले अब जल्न नदिनको लागि एकदम राम्रो हल्का पानी थपेर पनि पकाउन सक्नुहुन्छ। तर अब यहाँ मसला एड गर्न जाँदैछ है साथीहरू। यसमा धनियाको धुलो, जिराको धुलो अनि यो कश्मिरी लाल मिर्च अनि गरम मसला पनि मैले अहिले एड गरेको छु। खास त हाल्ने लास्टमा हो। यो गरम मसला जहिले पनि लास्टमा हाल्नु होला। तर मैले चाहिँ यसलाई 2-3 मिनेट जति यसलाई राम्रोसँग मसलालाई पाक्न दिनुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ एकदम यो तेल अलगै छ, पानी अलगै छ, लगभग छुट्टिसकेको छ। राम्रोसँग यसलाई पकाइसकेपछि देख्न सक्नुहुन्छ पाकेको छ। अब यसमा 1-2 कप जति तपाईले पानी हाल्नुपर्ने हुन्छ। तपाईहरुले अब सुक्खा पनि बनाउन सक्नुहुन्छ रोटीसित खानको लागि, या त तपाई पराठासित खानको लागि सुक्खा पनि बनाउन सक्नुहुन्छ, या त भातसित खानको लागि पनि यसमा पानी हाल्नुपर्ने हुन्छ। तपाईलाई जस्तो मन पर्छ त्यस्तै बनाउन सक्नुहुन्छ। यसरी नै बनाउनु होला साथीहरू। घरमै पनि एकदम स्वादिष्ट सब्जी बनाउन सक्नुहुन्छ यो तरिकाले। एकदम राम्रो। तपाईहरुले यसरी नै लगभग 3-4 मिनेट जति यसलाई ढाकेर पकाउनु पर्ने हुन्छ। राम्रोसँग ढाकेर चलाइ पकाउनु होला। एकदम राम्रोसँग ढाकेर पकाइसकेपछि एकदम टेस्टी हुन्छ। अब म एड गर्न जाँदैछु काटेर राखेको सिमला मिर्च। सिमला मिर्च यो खास त काँचै खाने चिज हो। यो सलादको रूपमा खाने चिज हो। यसलाई धेरै बेर पकाउनु हुँदैन। हल्का कम्तीमा यसलाई 2-3 मिनेट जति हल्का आधा काँचो आधा पाकेको भयो भने एकदम यसको स्वाद एकदम राम्रो आउँछ, मिठो हुन्छ है। एकदम मिठो टेस्टी हेल्दी तपाईले एकदम डाइट हुन्छ के यसको। यो एकदम राम्रोसँग देख्न सक्नुहुन्छ एकदम अब रेडी भइसकेको छ है साथीहरू। यो सब्जी अब एकदम राम्रो भइसकेको छ। यदि यो भिडियो तपाईहरुलाई मन पर्यो भने तपाईले लाइक, कमेन्ट, शेयर गर्न चाहिँ नभुल्नु होला। अनि यो च्यानलमा यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने
च्यानलमा जोडिनुको लागि सब्सक्राइब गर्न पनि नबिर्सिनु होला साथीहरू। यसरी नै तपाईँहरूले घरमै पनि राम्रोसँग बनाइसकेपछि यो एकदम भात या त रोटीसित खाएर तपाईँले इन्जोय गर्न सक्नुहुनेछ तपाईँहरूले। अब यसमा हरियो धनिया हालिसकेपछि त अझ स्वादमा स्वाद थपिन्छ साथीहरू। एकदम स्वादिष्ट हुन्छ, स्वादिलो, एकदम सजिलै बनाउन सकिने। घरमा पनि यो तरिकाले एकदम राम्रोसँग बनाएर तपाईँहरूले खान सक्नुहुन्छ। पाहुना पाछा आउँदा पनि यसै गरेर बनाएर दिन सक्नुहुन्छ। एकदम राम्रो हुन्छ। एकदम यसमा मैले एउटा कागतीको निचरेर राखेको थिएँ, कागतीको रस पनि मिक्स गरेको छु। यसले चाहिँ अरू फ्लेभरै राम्रो ल्याउँछ, अलग्गै टेस्टी नै अलग्गै ल्याउँछ तपाईँहरूले। एकदम सुपर टेस्ट हुन्छ, हेल्दी टेस्टी है। जुन चाहिँ अब प्लेटिङ गर्न गइरहेको छु। अब यसमा एउटा प्लेटमा राम्रोसँग देख्न सक्नुहुन्छ एकदम बाफ परिरहेको छ, बास्ना पनि मग आएको छ। यसलाई तपाईँहरूले रोटी या त भातसित तपाईँहरूले खान सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी नै बनाउनु होला। यो यदि जानकारीमूलक तपाईँलाई लाग्यो भने तपाईँले लाइक सेयर कमेन्ट गर्न चाहिँ नभुल्नु होला है साथीहरू। अब यसरी नै बनाएर तपाईँहरूले घरमा आफ्नो परिवारसहित सबैलाई खान दिन सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद तपाईँहरू।